वरिपरिको घना जङ्गलले त्यस घरलाई अजीब तरिकाले एक्लो बनाएको थियो। अझ डरलाग्दो कुरा, त्यो घर 10 वर्षदेखि खाली थियो। घरधनीले चेतावनी पनि दिएको थिए, सबै कोठा प्रयोग गर्न सकिन्छ, तर एउटा कोठा राति कुनै पनि परिस्थितिमा पनि नखोल्नुहोला। उसको आवाजमा आएको डरले कोठाको रहस्यबारे झन गहिरो बनाउन थाल्यो। घरभित्र भने सबै कोठाहरू सुन्दर थिए। लिभिङ रुम, बेडरुम, किचन सबै चम्किला। त्यो दिन दुईजना रमाइलो गर्दै खाना खाएर निन्द्रामा ढले। तर रात सामान्य थिएन। आँधी, तुफान गर्जदै गर्दा आकाशमा कालो बादल मडारिएको थियो। चर्को चर्को झ्यालहरू अज्राइङ गुज्रुङ गर्न थाल्यो। यस्तै बेला मध्यराततिर सीतालाई एउटा आवाज सुनियो। त्यो आवाज रुँदै गरेको आवाज थियो। एकदमै गहिरो पीडाले भरिएको महिलाको स्वर। आवाज त्यही नजानु भनेको कोठाबाट आउँदै थियो। सीताको शरीर काँप्दै डरले भरिएको थियो, तर रामलाई यो कुराबारे थाहा थिएन। उनले झ्यालबाट बाहिर हेरेर वर्षा झन चर्किएको थियो। गर्जनले आकाश चिरेको थियो। सीतालाई लाग्यो सायद बाहिर कोही मान्छे पानीमा फसेको छ। यो सोचेर उनी कोठाबाट जान बाध्य भइन्। लिभिङ रुममा पुगेपछि उनले अझ अजीब महसुस गरिन्। कोठा तातो हुँदै गरिसकेको थियो। मुसुलधारे वर्षामा घर चिसो हुनुपर्ने हो, तर यहाँ ठिक उल्टो भएको थियो। चिसो हुनुको सट्टा गर्मीले भरिएको थियो। यतिकै बीचमा महिला रुने आवाज झन स्पष्ट भयो। यो आवाज मानौ कसैले आत्मालाई जन्जिरमा बाँधेर कैद गरेको हो। घरधनीले चेतावनी दिएको थिए, यस कोठामा कहिले नजानु। चाहे कुनै पनि परिस्थिति आओस्, कुनै पनि मान्छेले बोलाओस्, कोही पनि मान्छे रोओस्, कुनै पनि हालतमा त्यो कोठा भित्र नजानु। जिज्ञासाले डरलाई जित्यो। सीताले ढोकालाई कोदाले हानेर आवाज अचानक चुप्प भयो। एकदमै सुन्ने, मानौ कि कोही अदृश्य शक्ति त्यो कोठा वरिपरि घुमिएको छ। भोलिपल्ट बिहान सीताले सब कुरा रामलाई सुनाइन्। दुईजनाले त्यो रहस्यमय कोठामा पसे। त्यहाँ एउटा पुरानो टेबल र धुलोले ढाकिएको दराज मात्र थियो। भित्तामा समयले कोतरेको डरलाग्दो दाम सिमेन्टीहरू उत्रिएको थियो। रामले तुरुन्तै पेन्टर बोलाएर उक्त कोठालाई रङ लगाए। तर अर्को बिहानी कोठा फेरि पूर्ण अवस्थामा फर्किएको थियो। मानौ यो कोठा आफैमा जीवित छ। त्यसपछि त घटनाहरू झन् भयानक बन्दै गए। राम सोफामा बसेर भिडियो हेर्दै थियो। अचानक टिभीमा आफै आगोले पोल्यो। भर्खरै किनेको टिभी अचानक खरानीमा बदलिँदै थियो। त्यो देखेर राम डरले काप्न थाल्यो, किनभने अचानक टिभीमा कसरी आगो लाग्यो त्यो नै रहस्यमय कुरा थियो। सीतालाई पनि घरमा अजीब महसुस हुन थाल्यो। किचनको कबर्ड आफै खुल्ने, आफै बन्द हुने, बाथरुमका भित्ताहरूमा नोङ्राले कोतारेको निशान, तर नजिक जाँदा आफै गायब हुने। एक दिन सीता बाथरुममा हात धोएर बाहिर निस्किएको थिइन्। अचानक धारा आफै खुल्यो। जबकि सीता बाथरुमबाट निस्किँदा धारा बन्द गरेर आएको थिइन्। त्यो दृश्यले सीताको आँखा अगाडि नै घटिएको थियो। अब उनलाई महसुस भयो कि यो घरभित्र कुनै अदृश्य शक्ति पनि छ, तर डरलाग्दो आत्मा जो उनीहरूलाई छोड्न तयार थिएन।